मर्निङ हजुरहरूलाई सरो दिदीको ब्लगमा स्वागत छ। दिदीको चाहिँ हेल्थ कन्डिसन त्यति राम्रो नभएको भएर चाहिँ दिदीको जस ब्लगमा चाहिँ म बोलिरहेको छु। मेरो पनि हेल्थ कन्डिसन त्यति राम्रो त छैन, त्यही पनि म बोलिरहेको छु। अब हामी बिहान भइसक्यो, हामी उठिसकेको छौँ। जस ब्लग चाहिँ मैले चाहिँ चिया नास्ता खाइसकेपछि चाहिँ स्टार्ट गरेको हो। मैले त्यो चिया खाएको कुराहरू चाहिँ यहाँ देखाउन सकेन। अब चाहिँ जस नास्ता खाएर चाहिँ हाम्रो घरको फ्यामिलीहरू चाहिँ काममा लाग्नु भएको छ। मम्मी, ठुलो मम्मी, बहिनीले चाहिँ कलर गर्दै हुनुहुन्छ, बाबा भित्र बसिराख्नु भएको छ, अनि दिदी यहाँ हुनुहुन्छ, अनि मैले चाहिँ अब जस्तो खानासाना के बनाउनु त अरूले बनाइसक्नु भएको छ, अब म चाहिँ खाना दिन्छु होला। हेलो एभ्रिवान, यो चाहिँ मेरो ब्लग है। मैले चाहिँ बहिनीलाई ह्यान्डओभर गरेको, किनभने मलाई नि सन्चो छैन, त्यही भएर तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको सुन्दर भ्यूहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गोठ हो, यो भत्के हो, यो स्याहारमा छ। अब मैले स्याहार्छु। झ्याल देखेको पइस मलाई फोटो खिच्न। त्यो झ्याल चाहिँ कान्छी बहिनीले चाहिँ दिदीलाई त्यहाँ बसेर फोटो खिचेर राखिदिएको अरे। बाबाले चाहिँ म आएर फुटाल्छ भनेर राखेको अरे। ल अब तपाईँहरूलाई चाहिँ आजको दिन चाहिँ अपडेट गर्छु। अब यहाँ काला बोकाहरू छन्। यहाँ चाहिँ भैँसी छ। अब चाहिँ हामी चाहिँ यो बारीतिर इन्टर गरौँ है गाइस। यो चिकन सी हेर्नुहोस्, यहाँ पुरा टमाटर छ। मेरो मुखैभरि घाउ आएको कि, त्यही भएर खासै बोल्न पनि सकेको छैन। त्यही भएर मैले चाहिँ बहिनीलाई ह्यान्डओभर गरिदिएको थिएँ। दिदी सन्चो पनि छैन, घाँटी पनि बसेछ, मुखमा घाउ पनि आएको छ। द्याट्स वाइ मैले चाहिँ बहिनीलाई बोलाइदिएको थिएँ। फेरि कस्तो को आयो भन्नु होला। अब चाहिँ तपाईँहरूलाई म चाहिँ बारी देखाउँछु, सब्जी बारी। यो चाहिँ यहाँको बाबाको खेती हो के, टमाटर। हेर्नु त कस्तो मजाको टमाटरहरू छ पाकेर। हिजै 2 डोको चाहिँ लगिसक्यो के अरे, फुल। अनि यो चाहिँ पानी। मेरो खुट्टामा पनि घाउ आएको, पुरा कहिले घाउ बनाएको छु, कहिले मुखमा घाउ बनाएको छु। हेर्नु, एज यु क्यान सी, हेर्नु त गाउँमा सब्जीहरू टमाटर लगाएको छन्। म चाहिँ अहिले जान लागेको चाहिँ यहाँ खुर्सानी टिप्ने रे, त्यही भएर त्यही हेर्न जान लागेको। हेर्नुहोस् बारीमा सब्जी, बहिनी बाबाहरू काट्न जानुभएको छ, म चाहिँ हेर्न जान लागेको है। खोकी पनि लाग्छ, चिसो छ, यहाँ एकदम चिसो छ। टमाटर यहाँ पुरा खेती नै छ कि, पुरा टमाटर, सिमी, हेर्नु त निबुहरू। गुड के। अब साथीहरू अलिक डिफिकल्ट बाटो आएको छु। म चाहिँ अलिक डर मान्छु कि यस्तो बाटो हिँड्न, कता लोड्छु कि भन्ने मेरो डर। लोट्यो भने त खत्तम। ए भगवान्, खुट्टा पनि घाउ छ, कतै समातम भन्ने काँडा छ भन्ने डर। म चिप्लेर तल लोट्यो भने उहाँ हुनुहुन्छ सबैजना। यहाँ चाहिँ पुरा के भन्छ यसलाई, डल्ले खुर्सानी बारी हो। यो चाहिँ डल्ले खुर्सानीको खेतीबारी। यहाँ बाबाको काम गर्दै, बहिनी पनि काम गर्दैछ। एज यु क्यान सी हो रहेछ कि, सहर बजारमा बस्ने मान्छेहरूको ढङ्गै हुन्न भनेको हो रहेछ। बहिनी हेर्नु त
म तपाईँलाई उताबाट देखाउँछु है। पुरा म चाहिँ भर्खर यो बाटोबाट भएर आएको अनि म चाहिँ यहाँ डल्ले खुर्सानीको भ्यू हेर्नु। वाउ मेरो फेभरेट हो कि मेरो फेभरेट हो यो। ल बहिनी यता हाई गरिदे मुना हाई गरिदे। अघि बिहान उही नै बोलेको हो अहिले चाहिँ काममा छ म चाहिँ यहाँ हल्का बिजी छु भनेछिन्। सो अहिले चाहिँ मैले गरेको छु भैलो कसको हात छ मलाई थाहा छैन म तर यस्तो पनि भयो। यहाँ चाहिँ आमाहरू गर्दै हुनुहुन्छ डल्ले खुर्सानी। अहिले चाहिँ साँझको 4 बजी 4:15 अनि अहिले चाहिँ यसो बाहिर जानु भनेको पानी पर्न लागेको छैन गाइस। यहाँ चाहिँ हाम्रो त्यहाँ बहिनीले घर अलिअलि पेन्ट गर्दैछ अनि म चाहिँ भर्खर नुहाएर बसेको जाडो जाडो बच्छ। अनि के भएन बहिनीले चाहिँ पेन्टिङ गर्दैछ ल हेर्नु अझै दाँत जस्तो लाग्दैछ। एउटा बहिनी चाहिँ सुतेछ भित्र मोबाइल हेर्दैछ। यो एकदम काम गर्छ है कसैलाई यो केटी मन परेको भन्नु होला। हेर्नु मौसम यस्तो चिसो छ पानी परेर झरी लागेको जस्तो भएको छ। सो गाइस अहिले चाहिँ हेर्नु झरी पानी परेछ ल हेर्नु। अघि चाहिँ मैले भनेको थिएँ तपाईँहरूलाई पानी पर्ला जस्तो हुन्छ बर्खा मौसम भनेर। अहिले चाहिँ पानी परिरहेछ हजुर हेरिसक्नुहुन्छ। आजको दिन यस्तै भयो डे 1 पानी परेर गयो। मौसम पनि चिसो चिसो छ। खुनी देखाउँछु हेर्नुहोस् हाम्रो यहाँ तपाईँहरूले केटाले देख्नुभयो यहाँ केटी मान्छेले कुखुरा काटेको हेर्नु त काटेर मारेछ यही केटी हो। यहाँ हेर्दै कुखुरा उज्यालो हेर्दै यहाँ हेर्न तल उसमा टाउको खै त्यो यताको टाउको लैदियो कि हो भूत जस्तो देख्छ। दिदी आएको कुखुरा काटेर खुलाउने अरे कि अहिले दिदीको दाँत छैन यो पनि थाहा बिचरा हाम्रो बहिनी दिनभरि पेन्ट गरेर ओठ भने पेन्ट लाहा घोडा भने पेन्ट लाहा बिचरा फेरि कुखुरा गरेछ। जोस् दिदीलाई माया गर्छ यिनीहरूले। आजलाई चाहिँ यति चाहिँ हाम्रो भिडियो किनभने पानी परेको कारणले चाहिँ हामी बाहिर जान मिल्दैन र आज चाहिँ हामी चाहिँ त्यस्तै घुम्नु त त्यस्तै भयो। आज चाहिँ हामी घरमै बस्यौँ एकछिन बारी हेर्न गयौँ। तपाईँहरूले भिडियोमा देख्न सक्नु भएको छ होइन। अनि कान्छी बहिनीले घर पेन्ट गरेको अहिले चाहिँ पानी परेर हामी सबै घरमा हेर्नु कति जाडो छ स्वेटर लाग्छ। यसलाई नहेर्नु होला यो अलि हट गर्नु हो त्यही भएर त्यस्तो होइन उहाँले नुहाउनु भएको हो त्यही भएर चाहिँ उहाँलाई चिसो लागिरहेको मलाई चिसो त लागिरहेको छ तर मैले ननुहाएकोबाट त्यस्तो भएको छैन। आजको दिनको जति पनि एक्टिभिटी थियो हजुरले हेरिसक्नु भएको छ। अब चाहिँ हामी भोलि पनि फेरि अर्को ब्लग लिएर आउँछौँ भोलि। सो आजलाई यति नै हामी दिदीबहिनीको तर्फबाट बाई बाई थ्याङ्क यू फर वाचिङ है। हेर्दै गर्नु होला।